नमस्ते सबैजनालाई। आमा हजुर नमस्कार गर्नुस् नमस्ते हाम्रो दर्शकबिनहरुलाई। अहिले चाहिँ हामी सिजोका शहरमा छ। सिजोका शहरको यो ट्रेडिसनल क्यास्टल भएको ठाउँमा चाहिँ सुम्पु पार्क भन्ने स्थानमा हामी छौं। गुम्बा पनि छ जहाँ चाहिँ आमा पहिला भित्र चाहिँ पस्नु भएको थिएन, बाहिरी साइड मात्रै आउनु भएको थियो। यो पटक चाहिँ आमालाई यो भित्री दृश्यहरू पनि देखाउँ भनेर चाहिँ हामी यो एरियामा आएको छौं। यहाँको एकदमै सुन्दर शान्त एकदम रमाइलो वातावरण छ। आज मौसमले पनि वेदरमा पानी देखाए तापनि एकदम क्लाउडली भइरहेछ। अहिले अलिअलि हल्का पानी परिरहेछ, अलिअलि रोकिरहेछ। एकदम यसमा चाहिँ हामी इन्जोय सपरिवार इन्जोय गरिरहेको छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ पुरानो मन्दिर देखाउनुस् ल। यो क्यास्टल भनिन्छ। यसमा चाहिँ कति रमाइलो छ नि मम्मी, आउनु त। धेरै राम्रो छ। यहाँ पहिलो माछा थियो, अहिले पनि माछा त छ। यहाँ माछा चाहिँ छ, देखिन सक्नुहुन्छ। पोखरी चाहिँ एकदम गम्बको वरिपरि रहेछ के फेरि चाहिँ यही हो मम्मी। यो पायल फुल्ने होला। सेतो गजबको सेतो फुल हुन्छ यहाँ चाहिँ। कति हेर न। ए माछा छ त यहाँ। कति छ तपाईको चाहिँ यहाँ माछा त टन्नै छ है। देख्नु भयो मम्मी? देख्यो नि। गजब छैन त माछा ल। पर दाना दिने ठाउँ चाहिँ उधर रहेछ। दाना दिने ठाउँ चाहिँ उधर हुन्छ उनीहरुको। यहाँ त भोलिपर्सि खतरा फुल हुन्छ नि। यो त पहेँलो पहेँलो भन्दा नि के भन्छ, रातो गुलाबी पिङ पिङ एकदम। यो वैशाख यो सबै फुल्ने नै फुलहरु हुन्छ। यो पहेँलो यो ठाउँको मान्छेलाई चाहिँ फुल चाहिँ अति नै चाहिने रहेछ। यहाँ त यो मान्छे यो ठाउँको मान्छेले त तपाईको हाम्रो भाइ यस्तो चिजहरु टिपेर खान्छ नि। उसको त जुनार समेत रहेछ है। यो जुनार कि च्याक्सी जस्तो के हो यो? टिपेर खाँदैन नि त। बोट कति राम्रो छ। जुनारै हो है यसरी। जुनारै हो यो त, जुनारै हो। अनि यो चाहिँ यो पहिलाको बाजे घरको के युद्धको के शालिक हो यो? शालिक आमामा कडा छ। यसरी ब्लक गरेछ। त्यो चाहिँ त्यो हाय भनेर चटक। अनि मम्मीको आजको बसाइ रमाइलो भइरहेछ। हेर्नु त्यहाँ कस्तो दामी देखाएको छ त्यो बोट। हेर्नु त रुपा, दामी छ नि त्यो। यसो गर्दा हेर्नु मम्मी, यो बोट बिरा दामी छैन त? छ नि। यो फुलै फुल्ने हो क्या रे। यो पुरै यो साकुरा। पछाडि बाजेहरु आउनु भयो। अलि साइडमा हिड्नु रुपा। त्यहाँबाट हिड्नु त हिड्नु। अनि यहाँ तलाउ छ मम्मी। यसरी तलाउ होइन, हाँस पनि रहेछ ल। खोइ उ तल हेर्नु हाँस हैन त यो रुपा? हाँसै हो।